रामलाई वशिष्ठ ऋषिले जुन कथा भन्नुभएको थियो, हे धर्मानन्द युधिष्ठिर, त्यही कथा तपाईलाई म अहिले सुनाउँदछु। रामले भन्नुभएको थियो आफ्ना गुरु वशिष्ठसँग, हे भगवान गुरु, सबै पापलाई नाश गर्ने, सबै दुःख क्लेशलाई नाश गर्ने यो व्रतहरूमा अति उत्तम व्रत म बताउँदछु, सुन्नुहोस्। दान पुण्य कलियुगमा गर्न सकिँदैन, तीर्थ जान सकिँदैन, धन हुँदैन, हात पाउ गलेका हुन्छन्, दुख्छन्, बिरामी हुन्छ, रोग लागेको हुन्छ, अनि तीर्थ जान नसकेपछि, व्रत गर्न नसकेपछि अरू धेरै दान धर्म पुण्य गर्न धन सम्पत्ति हुँदैन। के गर्ने त? हामीले गरेका पाप, दैनन्दिन गरेका काम, कति किरा फट्याङ्ग्राहरू हामीले कुल्चेका हुन्छौँ, कति मरेका हुन्छन्, कति प्राणीहरू त्यहाँभित्र खन्दाखेरि, कृषि कर्म गर्दाखेरि त्यहाँभित्र भएका कति काटिन्छन् ती किराहरू फट्याङ्ग्राहरू, तिनको मुक्ति कसरी हुन्छ र हाम्रो पाप कसरी नाश हुन्छ? हामीले बाटोमा हिँड्दाखेरि पनि अथवा कसैको मन दुखाएका हुन्छौँ, कसैलाई दुर्वाच्य बोलेका हुन्छौँ, हामीले महिना वर्ष यो 15 दिनसम्म गरेका यी पापहरू कसरी नाश हुन्छ भन्दा उत्तम एकादशीको व्रत गरेर यसको पुण्य हामीले लियौं भने मात्रै ती हामीले गरेका पापहरू नाश हुन्छन्। त्यसकारणले सबै दुःखलाई नाश गर्ने व्रतहरूमा अति उत्तम व्रत हो एकादशी व्रत। 15 दिनमा एक दिन छ, त्यो पनि एक छाक खाएर पनि हुन्छ, फल खाएर पनि हुन्छ, जल मात्रै खाएर पनि हुन्छ, अथवा एक छाक नुन खाने, अर्को छाक नुन नखाने, एक छाक 12 बजेपछि खाने, त्यसरी पनि व्रत गर्न सकिन्छ। चोखो खाने, अन्न नखाने, फलाहारहरू गर्ने, यसरी पनि व्रत गर्न सकिन्छ। तर सबभन्दा ठूलो चाहिँ भक्ति हुनुपर्छ। भगवान प्रति भक्ति भयो भने एक छाक खाएर पनि व्रत हुन्छ। सीताका विरहले उत्पन्न भएका अनेक दुःखहरूलाई अब रामजीको बारेमा उहाँले भन्नुहुन्छ। रामले भन्नुभएको थियो, हे भगवान गुरु, सबै पापलाई नाश गर्ने, दुःख नाच्नेहरूलाई व्रतहरूमा अति उत्तम व्रत के हो त मलाई सुनाउनुहोस् भन्दाखेरि गुरुले भन्नुभयो, रामका गुरुको वशिष्ठ, योग वासिष्ठ, भगवान रामले पनि गुरुबाट ज्ञान लिनुभएको थियो। त्यसकारणले मनुष्यले पनि जीवनमा गुरु थाप्नै पर्छ। गुरु बिना ज्ञान हुँदैन, ज्ञान बिना मुक्ति हुँदैन। फेरि यही मनुष्य जीवनमा भोलि कुकुर बिरालो भएर, किरा फट्याङ्ग्रा जुका उडुस उपियाँ भएर जन्मिनु पर्छ अनि यो दुःखको भुमरीमा फस्नुपर्छ। त्यसकारणले यो मनुष्य जीवन भगवानको उपहार पाएका छौँ हामीले। यही जीवनमा हामीले सारा अरू तीर्थव्रत गर्न नसके पनि एकादशीको व्रत लिएर हामीले आफ्नो जीवनलाई धन्य बनाऊं। सीताका विरहले उत्पन्न भएका अनेक दुःखहरूलाई मैले साँच्चै नै भोगिरहेको छु, दुःखदेखि म डराइरहेको हुन्छु। त्यसैले हे महामुने, हे गुरु, रामजीले भन्नुभयो यस्तो दुःख नपर्ने, परे पनि सजिलै टर्ने उपाय बताइदिनुहोस् भन्दा वशिष्ठ ऋषिले भन्नुभयो, गुरुले के भन्नुभयो, हे राम, तपाईले राम्रो कुरा सोध्नुभयो। यो तपाई नैष्ठिकी धर्ममा आस्था राख्ने तपाईको बुद्धि हो। तपाईको नाम लिने बित्तिकै, राम भन्ने बित्तिकै, रा भन्ने बित्तिकै हामी भित्रका पापका चराहरू उडेर जान्छन् अरे। म भन्ने बित्तिकै पुण्य हामीतिर आउँछ। रा भनेको आकाश, म भनेकी रा भनेको धरती, म भनेको आकाश। यस्तो त धरती र आकाशको सम्मिलन हो राम र सीताको सम्मिलन। त्यसैले सीताराम 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 यो जप गर्ने, मन्त्र जप्ने, अहोरात्र राम नाम जप्ने किन भनेको त भन्दा हाम्रै निम्ति, हाम्रै उद्धारको लागि, हामीले पाएको जीवनको लागि मोक्ष प्राप्त गरेर अर्को जन्ममा उत्तम कुलमा जन्म हो, वैष्णव कुलमा जन्म होस्, गुरुकुलमा जन्म होस्, आध्यात्म कुलमा जन्म होस्, सन्तानहरू सुखी हुन्, समृद्ध हुन्, लाटा लगडा खोरुन्ना नहुन्, कुकर्मी दुष्कर्मी नहुन्, माता पिता गुरुको सेवा गर्ने हुन्, अध्यात्मवादी हुन्, वेद ब्राह्मण गुरुको सेवा गर्ने, माता पिताको सेवा गर्ने यस्ता सन्तानी हुन् भन्नका खातिर यही जन्ममा यो मनुष्य जीवन बल्ल पाएको दुर्लभ हो, मानुष हो, देह हो दुर्लभ, देही नाम क्षणभङ्गुर। भागवतले भन्छ यो मनुष्य देह दुर्लभ छ, पुनः पुनः पाइँदैन, बारम्बार पाइँदैन। एकचोटि 84 लाख योनिमा घुमेर पाइने यो देहमा नि राम्रो कर्म गरेर, सत्कर्म गरेर अर्को जन्ममा उत्तम कुलमा जन्म होस् भन्ने हामीले कामना गर्ने हो र भनेदेखि व्रत लिने पर्छ। त्यसैले वशिष्ठले राम, तपाईँ राम्रो कुरा सोध्नुभयो, तपाईँ धर्ममा निष्ठा राख्नुहुन्छ। त्यसकारणले तपाईँलाई म के भन्छु भने मनुष्यहरूको कल्याणका लागि म भन्छु, निम्नुहोस्,
ब्रह्मादि देवताले पनि पवित्र पार्नेवाला व्रतमा अति उत्तम व्रत एकादशी व्रत हो। तपाईले पनि त्यो व्रत लिनुपर्छ। भगवान श्रीकृष्णले भन्नुभयो वैशाखको शुक्ल पक्षमा द्वादशी बीच जो एकादशी हुन्छ त्यो एकादशी मोहिनी नामले पुकारिन्छ। आजको एकादशीको नाम के हो? मोहिनी एकादशी। मोहिनी भनेको भगवानको मोहिनी रूप धारण गरेर भगवानको मोहिनी रूप हेर्नलाई शिवजी पनि कैलाशबाट पाल्नु भएको थियो। भगवानको मोहिनी रूप कस्तो हुँदो रहेछ भने त्यस्तो इच्छा राख्नु भएको थियो। भगवानले पनि इच्छा राख्ने त्यस्तो मोहिनी रूप छ भगवानको कृष्णको। एकादशीका सारा पाप सखास गर्ने अनि अति श्रेष्ठ यसको व्रतको प्रभावले मानिस संसारको मोहजालबाट पापबाट समूहबाट छुट्छ। यो कुरो तपाईलाई म एकदम साँचो रूपले बताइरहेको छु। भगवान श्रीकृष्णले भन्नुभएको स्वयं भगवानको वाणी हो यो। भगवानले कसलाई भन्नुभएको भन्दा राजा युधिष्ठिरलाई भन्नुभएको। यसै कारणले तपाईहरु जस्ताले हे राम ठूलठूला पापहरूलाई क्षय गर्ने र ठूलठूला दुःखको नाश गर्ने एकादशी व्रत लिनु पर्दछ। हे राम पुण्य दिने यो कल्याणकारी कथालाई एकाग्र मन भएर सुन्नुपर्छ। कम से कम कथा त सुन्नुस्। घरमा व्रत लिने कथा सुन्ने हैन, यस कथालाई सुन्नाले मात्रै पनि महापाप मात्रै होइन, हामीले गरेका अन्य पापहरू जति छन् महापापहरू ती पनि नाश भएर जान्छन्। सरस्वती नदीको रमणीय तटमा उहिले भद्रावती नाम गरेको एउटा सहर थियो। द्युतिमान नाम गरेका राजा थिए, त्यहाँ राज गर्दथे। चन्द्रवंशमा जन्मेको त्यो द्युतिमान राजा सत्य प्रतिज्ञावाला थियो। त्यसै नगरमा धन धान्यले टन्न भएको समृद्धशाली एउटा वैश्य पनि बस्दथ्यो। धनपाल नामले विख्यात त्यो वैश्य पुण्य कर्ममा सधैँ लागिरहन्थ्यो। के गर्थ्यो? वैश्य भएर पनि धर्मशाला बनाउँथ्यो, पाठशाला बनाउँथ्यो, यज्ञशाला बनाउँथ्यो, मन्दिर बनाउँथ्यो, पोखरी बनाउँथ्यो, चौतारा बनाउँथ्यो, पार्टी पौवा बनाउँथ्यो, फूल हाल्थ्यो अनि विष्णुको भक्तमा रमाइरहन्थ्यो। सधैँ राम्रो काम गर्ने, भजन कीर्तन गरेर रमाइरहन्थ्यो। त्यसका 5 वटा छोरा थिए, सुमना, द्युतिमान अनि मेधावी र सुकृति नाम गरेका 5 वटा पुत्र थिए। पञ्चमो धृष्ट बुद्धिष्ट महापाप परातर 12 संग निरतो बिट गोष्ठी विशारद। 5औं चाहिँ धृष्ट बुद्धि नाम गरेको थियो, जो सधैँ ठुल्ठुला पाप कर्म रमाउँथ्यो, वेश्यास्त्रीहरूका साथ गमन गर्थ्यो, लम्पट थियो, गुण्डाहरूको सभामा चतुर थियो, जुवा आदि व्यसनमा रहन्थ्यो, अर्काका स्त्रीको सम्भोगमा लम्पट पर्थ्यो, देवता पाहुना बुढाबुढी मान्यजन पितृ ब्राह्मणलाई मान्दैन्थ्यो, निन्दा गर्थ्यो। अन्यले बाबुको सम्पत्ति स्वाहा पार्ने, अभक्ष नखाने कुरो खाने, अत्यन्त पापी, रक्सी ढोकिरहने दुर्बुद्धि स्वाटे थियो। वेश्याका कण्ठ कानमा पुरा हात राखेर चौबाटोमा घुमिरहन्थ्यो। यसलाई जता बाबुले देखेर घरबाट निकालिएर त्यसका बन्धु बान्धवले त्यसलाई तागिरहे अनि उसले आफूलाई लगाएका आभूषणहरू घडी चेन जे थियो ती सबै बेचेर व्यवहार चलाउन थाल्यो, वेश्यासँग बस्न थाल्यो। धन सकिएकोले वेश्याहरूले पनि त्यो छाडिदिए र छिछि दुरदुर गरे सबैको निन्दितको पात्र बन्यो। पैसा हुँदै मात्रै हो सबै। टका धर्म टका कर्म टकैव परमम सुखम यस्य पार्श्वे टका नास्ति हा टका टक टकायति। पैसा त्यस्तो कुरा छ अरे। पैसा नै धर्म, पैसा कर्म, टका भनेको पैसा, हा टका टक टकायति। पैसा 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 धन धन भन्दा भन्दै मान्छेको निधन हुन्छ, थाहै पाउँदैन मान्छेले। धन पनि चाहिन्छ, तर भगवानको भक्ति गर्नेलाई कति छ उसको प्रारब्धमा लेखेको त्यति धन भगवानले जहाँबाट पनि दिनुहुन्छ। कहाँबाट पनि मलाई चाहिएन भन्दा पनि त्यो कहाँबाट आउँछ। यदि साँचो भक्त छ भने भुल्ली मर्नु पर्दैन। जसले जन्मायो, जसले सृष्टि गर्यो, उसैले स्थिति गराउने पनि पालन पोषण गर्ने पनि उही हो र मरण पनि उसैको हातबाट हुन्छ, मृत्यु पनि उसैसँग छ। जन्म जरा, हामी रोग लाग्यो भन्छौँ, जन्म भनेको जन्म भएको, जरा भनेको रोग व्याधि भयो, मृत्यु रोग व्याधि पनि हाम्रो पूर्व जन्मको खराब काम चाहिँ यो जन्ममा रोग भएर निस्कन्छ। त्यसपछि त्यो भोकले आकुल भएर आफ्नो मनमा पिरपिर लाग्यो, कहाँ जाउँ, के गरौँ, कुन उपायले बाँच्यो होला भनेर फेरि नगरमा गएर के गर्न लाग्यो? उपाय केही नभएपछि चोरी गर्न थाल्यो।
अनि प्रहरीद्वारा कतिपल्ट पक्रियो तापनि उसका बाबुको गौरव, बाबुको ठुलाको छोरो जे भए पनि छोडिदियो भनेर कतिपल्ट छोडिदियो, फेरि पक्रिन्छ, फेरि छोडिदिन्छ। तुरुन्तै यस्तो गर्दा गर्दै अब अति भइसकेपछि धृष्ट बुद्धि, जसको नामै धृष्ट बुद्धि छ, खराब बुद्धि भएको, मजबुत हातकडी बाँध्यो र राजा बाटो पुर्यायो, कोर्राले पिट्नमा पिट्यो, बारम्बार रह्यो अनि दुराचारी अब त मेरो राज्यमा रहन पाउँदैन भनेर निकालिदिए। राजाले उसलाई दृढबन्धनबाट छोडिदिएर अनि ऊ पनि ती राजाका डरले त्यस सहरबाट निस्केर अर्कै सहरतिर लाग्यो। भोक प्यासले पीडित भएर त्यो यताउता भड्किरहन्थ्यो अनि सिंहले चाहिँ ऊ वनका मृगहरू बनेलहरू मारेर ल्याउँथ्यो, खान्थ्यो। त्यस्तै गर्दै गर्दै मासु मात्र खाएर उनीहरू हातमा धनु बाण लिएर हमेसा पछाडि ढोक्रो भिरेर जंगलमा डुल्दैछ, जे पाइन्छ त्यसैलाई मार्छ, खान्छ। चकोर, मयूर, कंक, तित्रा, खरायो मार्थ्यो। क्रूर स्वभाववाला त्यो दुष्ट बुद्धि पशुपक्षीहरू प्राणीलाई मार्ने गर्थ्यो। यसरी पूर्व जन्म गरेका पापले यस जन्म पनि पाप रूपी हिलामा डुबेर, त्यस कारणले राम्रो कर्म गर्नुपर्छ। उसले पूर्व जन्म खराब कर्म गरेकाले यो जन्म पनि धृष्ट बुद्धि भएर निस्कियो। त्यस्तै प्रकारले रात दिन दुःख शोकले युक्त भएर पिरिँदै रहँदा कुनै जन्मको कुनै पुण्यको कुनै जन्ममा राम्रो पुण्य गरेका छ भने त्यसको पनि फल पाइन्छ। पापको मात्रै भोग भन्ने होइन, पुण्य गरेको छ भने त्यसको पाइन्छ। एक दिन कौडिन्य ऋषिको आश्रममा पुग्यो। उसको केही अलिकति रहेछ पुण्य गरेको। महादेवे मासी जान्यम कृत स्नानम तपोधनम आशा दृष्ट बुद्धि शोकवर्ण पीडित। अब एकादशी व्रतम तस्मात् कुरुम वाक्य रोदित। वैशाखको महिनामा आजकै दिन जाह्नवी नदी, जाह्नवी भने गंगाको नाउँ जाह्नवी, जाह्नवी फेन हाम्रो जीवन चाहिँ के अरे भने गंगाको फी जस्तो छ अरे यौवन। स्नान गरेर रहने, तपस्या नि धन हुने ती मुनिबाटौं शोक चिन्ताले पीडित भएर त्यो दृष्ट बुद्धि त्यो ऋषिको आश्रममा पुग्यो। त्यो ऋषिको चिसालुबाट चुहेको गंगा जलले स्पर्श गरेर अशुभ नासिएको। त्यसै कारणले भनिन्छ ऋषिले नुहाएको गंगामा, जाह्नवी गंगामा नुहाएर कपडा सुकाउनु भएको, त्यसको मुनि बसेको तप तप त्यसको झरेको पानीले त्यसको पाप पखालियो। त्यसैले भन्छ श्राद्धमा, एकादशीमा अनि हविष्य बसेको बेलामा, एक छाकी खाएको दिनमा, तीर्थमा आफूले स्नान गरेको अधो वस्त्रहरू पनि निचोर्नु, धुनु, पखाल्नु हुँदैन। तीर्थमा बाहिर आएर अर्कै ठाउँमा स्नान निचोर्नु, पखालेर सुकाउनु पर्छ। एकादशीमा अनि श्राद्धमा, एक छाकीमा त्यो काम सकिएपछि, खाना पिना गइसकेपछि एकादशीको दिन धोएर सुकाइदिने र श्राद्धमा पनि श्राद्ध सकिएपछि मात्रै धोएर सुकाउने। नभए हाम्रो टाउकोबाट, कपालबाट झरेको जल खाने कृतिहरू हुन्छन्, तडपिएका हुन्छन्। एक थोपा जल नपाएर, सन्तान नभएर तडपिरहेका ती प्रेत आत्माहरू हुन्छन्, ती त्यो जल खान्छन् अरे। नाभि मुनिबाट झरेको जल खाने छुट्टै छन्। अधो वस्त्रलाई पनि त्यसरी छुट्नु हुँदैन। त्यो दिन सकेसम्म कपडाले, जिउ रुमालले नपुस्नु, त्यो जल झरेर जाओस् खान पाउनु भनेको छ। त्यस कारणले त्यो ऋषिले हेर्नु त सुकाएको लुगाबाट झरेको पानीले पनि त्यसलाई नासिएको अनि त्यसको अशुभ नासिएर पाप मेट्यो दृष्ट बुद्धि। कौडिन्य ऋषिको अगाडि उभिएर दुवै हात जोडेर भन्न थाल्यो। त्यो जल झर्दा झर्दै उसमा एक किसिमको ऊर्जा आयो, उसको पाप पखालियो त्यो जलले। हेर्नुहोस् ऋषिमा कत्रो तपोबल हुन्छ, शक्ति हुन्छ। दृष्ट बुद्धि भन्न थाल्यो, हे महान, हे ब्रह्मन, बिना मेहनतले अर्थात धन खर्च नगरिकन हुन सक्ने कुनै प्रायश्चित मलाई बताइबक्सोस्। जन्मदेखि लिएर नि मैले पाप गरे, मेरा सारा धन सम्पत्ति सबै नाश भयो। मैले दुर्बुद्धि भएर नगर्ने काम गरे। त्यस कारणले यतिखेर धन पटक्कै छैन, तर मन मेरो म तपाईमा लाग्यो। धन चाहिँदैन, मन दिए पुग्छ। भगवानले के भन्नुभएको छ, पत्रम पुष्पम फलम तोयम समे भक्त प्रसिद्धतु। म त्यसैले खुसी हुन्छु हे भक्त, मलाई धन चाहिँदैन। तब ऋषिले भन्नुभयो, जुन काम गर्नाले तेरो पाप नसुन्छ त्यो कुरो तँलाई म भन्दछु। एकाग्र मन भएर सुन, तर सुन्नु पर्यो। वैशाख महिनाको शुक्ल पक्षमा आजको दिन मोही नामको एकादशी पर्छ। एकादशी व्रतम तस्मात् कुरु मद्वाक्य नोदित। मेरु तुल्यानि पापाने क्षयम नैति देन। मेरु तुल्य सुमेरी पर्वत जत्रो पापको थुप्रो पनि आजको यो मोहिनी एकादशीको व्रतले नाश भएर जान्छ। त्यसकारणले तैँले मोहिनी एकादशीको व्रत गर।
त्यो व्रतले मनुष्यहरूको सुमेर जस्ता ठुल्ठुला पाप, यो जन्मको पाप मात्रै होइन, आजभन्दा अघि गरेका पापहरू पनि नाश भएर जान्छन्। जन्मैदेखि सन्चिरहेका पाप पनि त्यो महिनीका व्रत गर्यो भने नष्ट हुन्छन्। ती मुनिको यस्तो कुरा सुनेर अनि त्यो नृपश्रेष्ठ त्यो व्रतपछि धृष्टबुद्धि पाप खारिएर अर्थात् नाशिएको उदो भएर दिव्य दिया भएको भयो। तब त्यो दिव्य दिया भएर गरुडमाथि चढे कुनै प्रकारको उपद्रव नभएको वैष्णव लोक, जहाँ विष्णुका भक्तहरू जान्छन्, जो तिलकधारी ऊर्ध्व पुण्यधारी वैष्णवहरू बस्छन्। वैष्णव नाम त भगवान विष्णु मात्रै होइन, शम्भ, शिव, हनुमान, राम सबै वैष्णव हुनुहुन्छ। उहाँको लोकमा, वैष्णवहरूको लोकमा पुग्न पाउँछ भनेर वशिष्ठ उवाच वैष्णवन्देनु त हृदयं रामचन्द्रम तमोहनेन कृतम नाथ परतरम किञ्चित् त्रैलोक्ये सचराचरे। वशिष्ठले भन्नुभयो यो लोकमा जान पाउँछन्। तमोगुणबाट पैदा भएको मोह अर्थात् आसक्तिलाई निर्मूल पारेर नाश गर्ने। मोह भनेको धन सम्पत्ति, छोरा, गाडी, घोडा, यसको मोह जुन थियो त्यो मोहलाई सबै नाश पारिदिने, आसक्तिलाई निर्मूल पार्ने, नाश गर्ने हो मोहिनी एकादशीको व्रत। यस्तो छ भन्ने कुरा मैले बताएँ। चर अतलले शहीद भएको तिनी लोकमा योभन्दा अर्को श्रेष्ठ व्रत छैन। यसका सामु यज्ञ आदि कर्महरू, ठुल्ठुला तीर्थहरू, दानहरू पनि 16 भागको 1 भाग पनि पुण्य दिन सक्दैनन्। हे राजन, यो कथा पढ्नाले सुन्नाले मात्रै पनि 1000 गाई दान गरेको फल मिल्छ। ऋषिले भनिदिनु भयो र त्यो दिव्य दिएर वैकुण्ठमा जानु गयो भन्ने समयको कथा यहाँ पनि यथामति विस्तार गरियो। हरे नमः श्री कृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेव अनन्त वैकुण्ठ मुकुन्द कृष्ण गोविन्द दामोदर। ल पुष्पाञ्जली। वन्दतु मङ्गलं वा सकल जगन मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नवनलिन दल निवीक्षण कृष्णा काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं सुरयितो ब्राह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिणा सन्तु पुत्रिणा सन्तु पौत्रिणा निर्धना सदना सन्तु जीवन्तु सदां सदाम् तत्रैव गङ्गा यमुना तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र द्वारकथा प्रसंग या कुन्देन्दु तुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्ड मण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युत शङ्कर प्रभृतिर्देवैः सदा वन्दिता सामं पातु सरस्वती भगवती निशेषता जपा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मनोवानुसृते स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयामि। यो देह वाणी मन इन्द्रिय बुद्धि आत्मा स्वभावकै प्रकृतिलाई लिएर साथमा जे गरे जति गरे सब कर्मलाई गर्छु समर्पण प्रभु हजुरलाई। ओम एकादशी महात्म्यै नमः।